आज चाहिँ 2083 सालको शुभ बिहानी भइसकेको छ। हाम्रोतिर यति न्यानो घाम अनि यति मिठो हावा हनुमानजीको झन्डा फरफराउँदैछ। आज मङ्गलबार, मेरो मङ्गलबार गणेशजीको व्रत हो र मेरो पूजाको मालमत्ता धोएर छिटो छिटो गरेर लड्डु गोपाललाई बेसनको लड्डु बनाउँदैछु। पूजा गर्दा व्रत बस्दा बस्दै यत्तिको लड्डु बनाउन सक्ने चाहिँ भइसकेँ है म। अनि यति प्रसाद ठिक पारेर म चाहिँ लागेँ मेरो फुलबारीमा। फुल टिप्नु खासै धेरै फुल छैन, खडेरी पनि छ। सँगसँगै मैले खासै धेरै फुलबारीलाई अहिले टाइम दिन नभ्याएर पनि होला, यो चाहिँ सधैँ हुन्छ मेरो बगैँचामा क्या, आफै उम्रिन्छ। अनि यो चाहिँ मेरो हो अल टाइम फेभरेट। यहाँहरू सबैजनालाई थाहा छ, बेगनबेलिया जस्तै खडेरीमा पनि फुलिदिरहेको हुन्छ क्या, 2-4 थुङ्गा। अनि मौसममा त म यसलाई एकदम खतरा फुलाइदिइहाल्छु। अनि गणेश भगवानको लागि भनेर 21वटा दुबो पनि यहीँ गमलामा छ, टिपटाप गरेर म चाहिँ लागेँ पूजा गर्न। अनि यो मेरो हनुमानजीको फोटो भर्याङमा राखेको छु नि त। अनि यो फोटो चाहिँ पोस्टर टाँसेको थिएँ क्या नपाएर, अनि मलाई चाहिँ यसपालि गिफ्ट आएको छ ठुलो हनुमानजीको फोटो फ्रेमिङ गरिवरी है, हेर्नु होला। अनि यो चाहिँ मेरो पूजा गरिसकेपछि मन्दिरको अवस्था। ती पूजा गरिसकेपछि मङ्गलबार चाहिँ म एक पाठ हनुमान चालिसा पनि गर्ने गरेको छु। हनुमान सङ्कल्प लिँदा चाहिँ सधैँ गर्थेँ। अनि यो चाहिँ हो मेरो हनुमानजीको नयाँ फोटो। थ्याङ्क यू सो मच फर गिफ्टिङ। अनि माथि गएर तुलसालाई जल चढाएँ। अनि आजको मेरो शुभ बिहानी यतिमै समाप्त भयो। थ्याङ्क्स फर वाचिङ।